राम्रोसँग चिया बनाउनु पर्यो आउँदैन के हो पहिलोचोटि बनाएको हजुर योभन्दा अगाडि कहिले यस्तो काम गरेकै छैन बाबाले यस्तो काम कहिले पनि लगाउनु भएन मलाई ए पहिला त तिमी धनी बाउकी छोरी भनेर गाउँभरि खुर्की लाउँदै हिँड्थ्यौ त अहिले थाहा भयो होला होइन खुब गाउँमा हिँड्दा त धनीलाई धनी गरिबलाई गरिब साथीलाई साथी नभनिकन पैसा पैसा भन्दै हिँड्थ्यौ त त्यसैले बल्ल थाहा पायो होला नि मान्छे धनी र गरिबमा के फरक रहेछ भनेर बल्ल थाहा भयो मालिक मान्छेहरू घाँस बाँस र कपासको लागि मेहनत र पसिना बगाउन किन विदेश जान्छन् भनेर त्यसैले आफू जस्तो छु अरूलाई पनि त्यस्तै नसम्झिनु बुझ्यौ तिमीले बुझ्यौ तिमीले बुझ्यौ तिमीले बुझ्यौ तिमीले बुझ्यौ बुझ्यौ तिमीले बुझ्यौ बुझ्यौ तिमीले बुझ्यौ बुझ्यौ तिमीले बुझ्यौ तिमीले बुझ्यौ बुझ्यौ तिमीले बुझ्यौ बिहानै बुझ्यौ तिमीले भनेर परपरै ल्याएको के भयो दिदी हेर त के भएको मलाई अघिल्लो हप्ता त्यो पैसासँग बदला लिन्छु भनेको आज त्यसकै सपना देखेर मरेछु भने सधैँ सपना मात्रै देखेर हुन्छ त आबारा काम पनि गर्नु पर्यो नि देखेको सपना पुरा गर्न त धेरै मेहनत गर्नुपर्छ बुझिस् या छाड्दै दिदी अब म केही न केही काम चाहिँ गर्छु तर अहिले चाहिँ गरेर आउँछु है छोरी तिमी कता हिँडेको कता जानु नि बाबा यसो बाहिरतिर निस्केर सम्राटसँग घुम्न जान लागेको हेर छोरी तिमी यो गाउँलेहरूको नजरमा धेरै नराम्रो मान्छे बनिसकेको रहेछ म तिम्रो बाउ हो तिम्रो हरेक इच्छा चाहना पुरा गर्ने मेरो एउटा दायित्व हो तिमीलाई त थाहा नै छ तिम्रो आमाले तिमीलाई छोडेर जाँदा तिमी कस्तो अवस्थामा थियौ तिमीलाई त मैले एउटा टुरी भनेर पुलाएर राखेँ बुझ्यौ अब त तिमी त बुझ्नै भइसक्यो त तिमीलाई त थाहा नै छ तिमी र म सहरमा बसे पनि यो गाउँमा मेरो कति इज्जत छ भन्ने कुरो अब तिमी आफै बुझ्ने भइसकेको छौ तिमीलाई मैले अब के सम्झाउनु आफै विचार गर हेर्नुहोस् बाबा यो गाउँमा मैले मेरो इच्छा चाहनाले पनि घुम्न नपाउनु अरू केही पनि होइन बाबा यो गाउँका गरिबहरू हाम्रो पैसा र लाइफस्टाइल देखेर जलेका हुन् यो गाउँका गरिबहरू हामी जस्तो धनीको लाइफस्टाइल देखेर कुरा काट्ने मात्र हुन् बाबा मलाई कसैको केही पनि मतलब छैन म त गएँ बाबा घुम्नलाई ए भगवान् म मेरो छोरीलाई कसरी सुधार्ने होला कसरी सुधार्ने भन्ने कुरा हाम्रो चासोको विषय होइन सम्राट भाइ त्यो त पैसाको भाउ आफैले सोच्ने कुरा हो हामीले चासो लिने कुरा होइन नि त्यो त हो दादा तर उसले मलाई आफूले भन्दा पनि बढी माया गर्छ त्यसैले तपाईँलाई भनेको दादा अब तिमी पनि उसलाई माया गर्छौ भने मेरो भन्नु केही छैन बरु तिमी पनि त्यसलाई जसरी हुन्छ सुधार्ने बाटोतिर लाग हुन्छ दादा उसलाई म कसरी हुन्छ सुधार्ने बाटोतिर लैजाउँला मेरो कुरो छोडिदिनुहोस् बरु तपाईँको त्यो रश्मिसँगको चक्कर के कस्तो चल्दैछ भन्नुहोस् न कस्तो भन्नु नि भाइ बिचरी सोझी छे राम्री छे अब मैले मात्र एकहोरो मन पराएर के गर्नु उसको अगाडि म तिमीलाई माया गर्छु भनेर भन्ने आँट नै आउँदैन तपाईँ नआत्तिनुहोस् दादा अब म मिलाइदिन्छु तपाईँलाई रश्मिसँग जोडी ल भाइ मलाई त्यो रश्मि मिलाइदियो म तिमीलाई राम्रोसँग हेर्छु हुन्छ दाइ तपाईँ मलाई त्यो पैसालाई राम्रो बाटोमा ल्याउने आइडिया सिकाइदिनुहोस् तपाईँलाई म रश्मि पट्याउनमा सहयोग गर्छु सहयोग त गर्ने हेर गोपाल तर तिमीलाई सहयोग गरेर के गर्ने तिमीलाई सहयोग गर्दा गर्दा म कङ्गाल हुने स्थितिमा पुगिसकेँ लगेको पैसा तिमीले कहिल्यै फिर्ता गर्दैनौ त्यस्तो नभन्नुहोस् राजा घरमा मेरो बुढी 81 बिरामी भएर खला परेको छ बुढी निको भएपछि म तपाईँको पैसा दिनरात मेहनत गरेर तिर्छु राजा अब यो गाउँमा हामी जस्तो गरिब दुखीलाई हेर्ने सहयोग गर्ने भनेको हजुर नै अब हजुरले नै यस्तो भन्नुहुन्छ भने म मेरो बुढीको उपचार कसरी गर्नु राजा अब यो गाउँको गन्ने मान्ने मान्छे भनेको मै हो अब तिम्रो बुढी बिमारी रहेछ अब तिम्रो बुढी बिमारी हो म टुलटुल कसरी हेर्नु ल यो पैसा चाहिँ फिर्ता गर्दैन फेरि धन्यवाद गाई साहब अब म यो पैसाले मेरो बुढीको राम्रो उपचार गर्छु ल नमस्कार गाई साहब
पाउने भाइ। यो पैसाले तिम्रो बुढीको उपचार होइन कि मलाई रक्सी खानु पुग्छ। यो पैसा तँ र म सँगै बसेर दारू खाएको पैसा उठाएको यो। ए बुढा, मेरो घरमा बुढी बिरामी भएर छटपटाइरहेको छ। यो पैसा मैले काजी गरेर ऋण काटेर ल्याएको। यो पैसा मलाई दिऊ। यो पैसा तिमीलाई दिन लियो। तपाईँ यो गाउँको सबैभन्दा बुढो मान्छे, बुन्दी मान्छे, बिचरा के गरेको यो गोपाललाई तपाईँले? यो र म सँगै बसेर रक्सी खाँदाखेरि योभन्दा बढी पैसा मैले तिरिरहेको छु। आज मसँग रक्सी खान पैसा नहुँदाखेरि उसँग पैसा लिनु नहुने। पैसा ल्याउने भन्दैमा यहाँ अर्काको ज्यान जान लागिसक्यो। ज्यान बचाउनुको सट्टा आगोमा धुल थप्ने काम गर्ने। ल गोपाल, लियो यो पैसा, बुढीको राम्रोसित उपचार गर। धन्यवाद है। कहाँ उनलाई पैसा दिएको भने? अनि बिरामी परेर मर्न आँटेको मान्छेलाई सहयोग गर्नुको सट्टा तिमी उल्टो यस्तो घात गर्ने? आज पनि यो लगेर मैले दारू खानै पाएन। खोइ यस्तो जडिएको छ आफ्मा, बिचरा त्यो दिदीको जिन्दगी कसरी चल्ला? जीवन चलाउन धेरै गाह्रो छ हेर रश्मि। अब तिम्रो र तिम्रो भाइको पनि बिहा गर्ने बेला भइसक्यो। जे जस्तो भए पनि तिमीले आफ्नो घरबार गर्नुपर्छ। होइन, यो सम्राटले अझै मलाई बिहे गरेर ल्याउला जस्तो पो कुरा गर्छ त। के हो? ए रश्मि, कता हराकी? होइन सम्राट, कतै हराएको छैन। अनि आज अचानक यस्तो सिरियस कुरा लिएर आयो त मलाई त कस्तो कस्तो भयो। हेर रश्मि, तिमीलाई र तिम्रो भाइलाई सधैँ सुकल राख्छ, कहिले दुःख दिँदैन त्यो केशवले। त्यसैले तिमी केशवसँग बिहे गर। होइन सम्राट, तिमीलाई के भएको? म भने तिम्रो कुरा गरिरहेको छु, तिमी भने कहाँ त्यो केशवको कुरा गरिरहेको छौ? हेर रश्मि, तिमीले मलाई कुन रूपले हेर्छौ त्यो मलाई थाहा छैन, तर म तिमीलाई एउटा राम्रो र असल साथीको रूपमा हेर्छु। र त्यो केशव पनि नराम्रो मान्छे होइन। गाउँमा राजनीति गर्छ, सबैलाई सहयोग गर्छ। तिम्रो र केशवको जोडी पनि एकदम राम्रो देखिन्छ। त्यसैले तिमीलाई केशवसँग बिहे गर भनेको। तिमीले भनेको कुरा पनि सही हो सम्राट, तर तिमीलाई राम्रोसँग थाहा छ नि मैले मेरो भाइलाई कति माया गर्छु भनेर। पहिला म मेरो भाइको बिहे नगरिकन मेरो बिहे कसरी गर्न सक्छु? पहिला म मेरो भाइको बिहे गरिदिन्छु, अनि बल्ल मेरो बिहेको बारेमा सोच्छु। अब तिम्रो भाइको बिहे गरेर तिम्रो बिहे गर्दा त तिमी बुढी कन्या भइसक्छौ। अनि के 40 कटिसी बिहे? कहाँ 40 कटेसी रमाउने नि? 20-25 वर्षको उमेरमा नै बिहा गरेर रमाउने हो। तर मलाई कतै पत्ता होला त? यो त हाम्रै गाउँमा आएको नयाँ केटी जस्तो पो छ त। यसलाई चाहिँ पट्याउनु पर्छ। होइन, तिमीलाई त मैले यो गाउँमा नयाँ नयाँ देख्दैछु नि। हजुर, म त यो गाउँमा नयाँ नै हो। म त केशव ठुलबाबाको भाइको छोरी हो। ए, अनि केशव ठुलबाकोमा बस्न आएको तिमी? म उहाँलाई गाउँमा केही दिन सहयोग गर्न आएको। उता सहरमा कलेज पनि बन्द छ, गाउँमा घुम्न पनि पाइन्छ, अनि अङ्कललाई सहयोग पनि हुन्छ। ए, राम्रो कुरा, राम्रो कुरा। अब म तिमीलाई यो गाउँमा के घुमाइदिन्छु। के गर्दैछन् यिनीहरू? नानी, तिमी किन योसित हिँडेको? म बाटोमा हिँडिरहेको थिएँ होइन, अनि उहाँसँग भेट भयो। अब मेरो पनि यता कोही साथी थिएन, उहाँसँग चिन्जान गरेर गाउँ घुम्न हिँडेको। ए, ल
ठिक छ साथी मात्र बनाउनु नि फेरि दायाँ बायाँ होइन नि म गएँ अहिले हे भगवान् मलाई यो केटी जसरी भए पनि मिलाइदिनु जाउँ जाउँ तिमीले मलाई माया गर्थ्यौ भने तिमी आफै नआएर किन सम्राटलाई पठाएको अनि यो गाउँमा मेरो इज्जत छैन बेइज्जत गर्दै किन हिँड्छौ होइन के कुरा गरेको मैले कहिले पठाएँ सम्राटलाई अनि मैले तिम्रो बदनाम कहिले गरेँ हेर हेर जो चोर उसकै ठुलो चोर अझ पठाएन भन्छस् बोलाऊ सम्राटलाई हेर रश्मि कुनै बेला बाटोमा भेट भएको बेलामा मैले भने होला अनि त्यही कुरा सम्राटले गएर तिमीलाई लगायो होला तर मैले तिम्रो बारेमा त्यस्तो केही नराम्रो त भनेको थिएन ल ल पानी माथिको ओबानो बन्न नखोज आइन्दा गाउँभरि मेरो कुरा गर्दै हिँड्ने होइन कस्तो जमाना आयो आफूले मन पराउने मान्छेलाई माया गर्छु भन्दा नि नपर्छ बुढी ए बुढी हजुर भेना के भयो किन कराएको दिदीलाई कस्तो छ अहिले ठिकै छ ल यो औषधि दिदीलाई दिएर आऊ भेना हामीसँग त औषधि किन्ने पैसा पनि थिएन कहाँबाट लिएर आउनुभयो औषधि काजीको घरमा गएर पैसा साबटी लिएर मेडिकलमा गएर औषधि किनेर ल्याएको साले बोलु जाऊ छिटो गएर औषधि खुवाएर दिदीलाई जाऊ हस् भेना हे भगवान् यस्तो जिन्दगी त कसैलाई पनि नपरोस् हेर दाइ बल्ल बल्ल त्यो रश्मिसँग तिम्रो कुरा मिल्ला मिल्ला जस्तो भएको छ तर बिचमा त्यो रश्मिको भाइ छ त्यसलाई के गर्ने साह्रै ल्याङ गरिसक्यो रश्मिलाई पाउनको लागि म जे पनि गर्न तयार छु तर त्यो रश्मिको भाइ दिपले बिचमा के ल्याङ गर्यो फेरि तिमीले त्यो रश्मिलाई बिहा गर्नुभन्दा पहिला त्यो दिपको बिहा गराइदिनु पर्यो दिपको बिहा गर्ने तर कोसित त्यो तपाईँको भाइ छैन उसको छोरीसँग नि यस्तो अवस्थामा म के गरौँ अब तपाईँहरू नै कमेन्ट गर्नुहोस् हजुर अर्को हप्ता तपाईँहरूले जे भन्नुहुन्छ म त्यही गर्छु आजलाई क्रमशः